हामीले यसो समाजमा हेर्यौं भने आजको समाज ल पुँजीवादमुखी समाज हो भनेर हामी बुझौं, पैसा कमाउनु छ सबैलाई भनेर बुझौं। यसरी हेर्यौं भने आजको विश्वका धनी व्यक्तिहरूको सूची बनाउँदा 10 जना 20 जनाको सूची बनाउँदा ती कोही पनि विद्यावारिधि गरेका व्यक्ति छैनन्। कोही कलेज जीवन असफल भएका छन्, कोही स्कुल जीवन नै असफल भएका छन् र कोही उच्च शिक्षाको माथिल्लो कक्षामा गएपछि असफल छन् र कोही चाहिँ ब्याक बेन्चरहरू छन्। धनलाई तपाई सफल मान्नुहुन्छ भने अनि म डाटा भन्दा पनि म मोटामोटी आधार मात्रै लिन्छु। केही डाटाले पनि कहिलेकाहीँ हामीलाई कस्तो बनाइदिन्छ भने यन्त्रवत बनाइदिन्छ। हामी साहित्यको मान्छे चाहिँ कहिलेकाहीँ 2 मा 2 जोडे 5 पनि हुन्छ भन्छौं अनि कहिलेकाहीँ 3 मात्रै हुन्छ पनि भन्छौं। यो वैज्ञानिक दृष्टिले अथवा म्याथमेटिकल दृष्टिले अलिकति नसुहाउने कुरा हुन्छ। अनि ल विश्वको आजको एउटा सबैभन्दा ठूलो पुरस्कार नोबेल प्राइज पाउने मान्छेहरूको सूची हामीले हेर्यौं भने त्यहाँ चाहिँ बराबरी उच्च शिक्षा लिएका र व्यावहारिक जीवनमा पनि सफल भएका मान्छेहरू हामी देख्छौं। अनि विश्वको अर्को एउटा शक्ति पाटो राजनीतिमा हेर्यौं भने तपाई आजै मात्रै ल अहिलेको विश्वको राज्य प्रमुखहरूको नाम लिस्ट अगाडि राखेर बस्नुभयो भने उच्च शिक्षा बौद्धिकता अथवा विद्यावारिधीहरू साह्रै थोरै भेट्नुहुन्छ। अब सबैभन्दा बढी चर्चा चाहिँ उनीहरूको छ। ल यो पनि पाटो छोड्दियौं हामी। विश्वका सफल कलाकारहरू जति पनि तपाई 10 जनादेखि 20 जनासम्मको सफल चलचित्रका कलाकारहरू अथवा सफल पुरस्कार जित्ने कलाकारहरू, नोबेल पुरस्कार जित्ने कलाकारहरू हेर्नुभयो भने पनि यो अवस्थै पाउनुहुन्छ तपाईले। आधाउधी बौद्धिकता भएका, आधाउधी चाहिँ कुनै कारणले उच्च शिक्षा छुटेका मान्छेहरू पाउनुहुन्छ। अनि अब यो एउटा मोटामोटी मैले एउटा सम्पत्ति, उद्यम, व्यापार अथवा विश्वको धनीको लिस्टको कुरा गरे, एउटा राजनीतिको कुरा गरे, एउटा कला क्षेत्रको कुरा गरे र अर्को यो नोबेल पुरस्कारसँग जोडेर आम प्रतिष्ठाको कुरा गरे, विश्वमा दिने योगदानको कुरा गरे अथवा यसलाई इनोभेसन, आविष्कार यसको कुरा गरे। अब यति कुरा गरेपछि यहाँहरूलाई पनि केही लाग्यो होला भन्नुको अर्थ उच्च शिक्षा मात्रै सबै कुरा होइन रहेछ पनि लाग्यो होला एक कोणबाट। अनि फेरि उच्च शिक्षासँगैको कला, उच्च शिक्षासँगैको राजनीति, उच्च शिक्षासँगैको आर्जन यो पनि हो भन्ने लाग्यो होला। यो दुईटा लाग्यो होला भन्ने मलाई लाग्छ। अनि हाम्रै अब यो विश्वको कुरा गरेर हाम्रो गाउँ ठाउँ, हाम्रो परिवेशलाई काम दिँदैन। हामी असफल अथवा हाम्रो पुस्तामा असफलता, दुर्घटना ल्याउने एउटा कुरा यो छ। हामी अर्को मुलुकलाई हेर्छौं, त्यो मुलुकमा गरेको काम हेर्छौं र यहाँ त्यो गर्न खोज्दा असफल हुन्छौं। एउटा ल हामी व्यापारपट्टिको कुरा गरौं। विश्वमा जोइन्ट स्टक कम्पनीहरू सफल छन्। धेरैजना मिलेर उद्योग चलायो भने, व्यापार गर्यो भने सफल हुन्छ भन्ने विश्वको मान्यता छ। नेपाली परिवेशमा हेर्नुभयो भने पार्टनरशिप चाहिँ फाप्दैन, एक्लै गर्नुपर्छ भन्छ। अब यहाँ गडबड हुन्छ। यो किन हुन्छ भन्दा हाम्रो चेतना स्तर
त्यो विश्वमा भइराखेको अहिलेको विकास र हाम्रो विकासको तह फरक छ। हामी यहाँनेरि अल्मलिन्छौँ।